नमस्कार साथीहरू, तपाईँ विदेशमा बस्नुहुन्छ अथवा देशमा, तपाईहरूले सुनेकै होला नेपाल देश गरिब छ भनेर। र धेरैजसो नेपालीहरू विदेशमा बस्नेहरूले सुन्ने शब्द हो। नेपाल किन गरिब छ र कसरी गरिब भयो? आज म तपाईहरूलाई सम्झाउँछु गरिब छ कि छैन भनेर नाप्नको लागि जीडीपी चाहिन्छ। विश्वको कुनै पनि देश होस्, देश गरिब छ या धनी छ, त्यो नाप्न जीडीपी हेरिन्छ। जीडीपी भनेको के हो? आउनुहोस् म तपाईलाई सिधा र सरल भाषामा सिकाउनेछु। हामी बिहान घरबाट निस्किन्छौं, पसलमा किनमेल गर्छौं, काम गर्छौं, सेवा लिन्छौं, उत्पादन गर्छौं। तर एकचोटि सोचेर हेर्नुहोस्, देशले एक वर्षमा कति कमायो र कति सिर्जना गर्यो। नेपालमा धेरै नै महँगाई बढेको छ र तपाईहरूले सोच्नुहोस्, त्यो तपाईबाट जुन धेरै पैसा लिएको छ ट्याक्स काटेर, त्यो पैसा कहाँ गयो र कसको हातमा जान्छ? त्यो पैसा नेताको हातमा जान्छ, मतलब सरकारको हातमा जान्छ। सरकारको हातमा गएर सरकारहरूले के गर्छन्? त्यो पैसाको सामानमा मात्र होइन, धेरै चीजहरुमा ट्याक्स धेरै छ र धेरै नै महँगाई छ नेपालमा। त्यो महँगाई हुनुमा कारण एउटै छ, देश गरिब हुनु। किनभने ट्याक्स धेरै काट्नुको मतलब हो देश गरिब भएर जनताहरूबाट धेरै पैसा वसुल गर्दैछ सरकारले। त्यो ट्याक्स तिरेको पैसा वर्षमा जम्मा गर्छन्, कलेक्सन गर्छन् नेताहरूले। अनि यही सबै कुराहरू जम्मा गरेर नाप्ने सबैभन्दा ठूलो चीज हुन्छ जीडीपी। जीडीपी एकदमै सिधा र साधारण भाषामा म तपाईहरूलाई सम्झाउने छु। जीडीपी भनेको के हो? जीडीपी भनेको देशले एक वर्षमा बनाएको सबै वस्तु र सबै सेवाको कुल मूल्यलाई जीडीपी भनिन्छ। नेपालले बनाएको धान, गहुँ, सिमेन्ट, नेपालको दिएको पर्यटन सेवा, बैंक सेवा, ट्युसन, यातायात सेवा सबैको मूल्य जोडिन्छ। जस्तो नेपालले बनाएको धान, गहुँ भन्नुको मतलब हो बाहिर देशमा जान्छन् कुनै कुनै धान, गहुँ, छुर्पी लगायत यस्तै जडीबुटी सामानहरू। तिनीहरूको पैसा पनि नेपाल सरकारले जोड्छ ट्याक्स लिएर। अनि त्यसबाट थाहा हुन्छ देशले कति उत्पादन गर्यो, कति कमायो, देश कति चलिरहेको छ भनेर। जीडीपी यो राष्ट्रको आर्थिक थर्मोमिटर किन हो? जसरी ज्वरो नाप्न थर्मोमिटर राखिन्छ अस्पतालमा, त्यसै गरी देशको स्वास्थ्य नाप्नको लागि जीडीपी हेरिन्छ। जीडीपी माथि गए देश बलियो मानिन्छ र जीडीपी तल गए रोगी जस्तै हुन्छ, जस्तो कि अहिले नेपाल चल्दैछ। जीडीपी बढ्यो भने रोजगारी बढ्छ, लगानी आउँछ, उद्योग चल्छ, पैसाको बाँडफाँड चल्छ। र जीडीपी घट्यो भने बेरोजगारी हुन्छ, नेपालमा चलिरहेकै छ। र महँगी बढ्छ, एकदमै धेरै बढेको छ। र बैंक दबाव हुन्छ, धेरै नै भइसकेको छ। र देश कमजोर हुन्छ, देश कमजोर पहिले नै छ हाम्रो नेपालमा। विश्वका सबैभन्दा ठूलो देशले जीडीपीलाई नै मुख्य इकोनोमिक हेल्थ रिपोर्ट मान्छन्। नेपालको जीडीपी किन कमजोर छ त? नेपालको जीडीपी कमजोरी हुनमा 5 मुख्य कारणहरू छन्। नम्बर 1, उत्पादन भन्दा उपभोग धेरै। नम्बर 2, युवा विदेशमा, शक्ति विदेशमा। नम्बर 3, कृषि पुरानै तरिकामा। नम्बर 4, उद्योग नै उठ्दैन। नेपालमा उद्योग खोल्नु भन्दा बन्द गर्न सजिलो। कागज, कचौरा, भ्रष्टाचार, कर, सरकार बदली नै जाने। उद्योग चल्दैन, जीडीपी उठ्दैन। उद्योग चल्यो भने व्यापार धेरै हुन्छ, बाहिर देशमा सामानहरू जान्छ र जीडीपी उठ्छ, देश धनी हुन्छ। उद्योगहरू चल्नै पर्छ नेपालका। नम्बर 5, राजनीति रक्षा, अर्थतन्त्र बर्बाद। मतलब पार्टी बदलिने, नीति बदलिने, प्रोजेक्ट आधा बाटोमै रोकिने। जस्तो कि नेपालमा धेरै नेताहरू छन् यस्तो, जुन पार्टीमा हुन्जेल काम गर्छन्, पैसा पनि खान्छन्। आधा काम गरेर पार्टी बदलिन्छन्, त्यसपछि जनता गए भाडमा, उनीहरू पैसा खाएर मौजमा। यसलाई भनिन्छ राजनीति रहस्य, अर्थतन्त्र बर्बाद, पार्टी बदलिने, नीति बदलिने, प्रोजेक्ट आधा बाटोमै रोकिने। देश चलाउनेको मनोवृत्ति नै आज होस् भोलि जो होस्। यसको मतलब आज चल्दैछ, भोलि जे होस् होस्। त्यसैले जीडीपी कहिल्यै जम्मा गर्न सकेनन् नेताहरू। वास्तविक तथ्य, नेपालको जीडीपी कति? नेपालको जीडीपी अहिले लगभग 45 देखि 50 बिलियन डलरको आसपास छ। मञ्चमा गएर देशले प्रगति गर्यो भनेर चिच्चाइरहेका छन् नेताहरू। सुगन्ध छैन, फूल छैन, तर दाबी चाहिँ बगैँचा बनाइसक्यो जस्तो। जीडीपी कमजोर छ, तर नेताहरूको दाबी बलियो किन? उत्तर तिमीले दिनुपर्छ। तर म भन्न चाहन्छु, देश उठ्ने कि झर्ने?
निर्णय नेताले हैन हामीले गर्नुपर्ने हो। तपाईहरुको विचार के लाग्छ कमेन्ट गर्नुहोस् र भिडियोलाई लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सनुहोला। जय नेपाल।